अయ్య బాబు अయ్య मत टागु दुखो बडाउ हाँ टागु दुखो किन टागु दुखो घाँस काट्न पनि मिलेन आइगे ओहो क्या अस्तिबाट खाइने औषधि औषधि क्या दिए थिए डाक्टरले खाए त्यो ए खान जानिन्छ डाक्टरले राम्रोसँग सिकाएन नै यसरी खानु भनेन यसरी उसरी केही भनेर न औषधि दिए मैले खाएँ त्यहाँ अहिले त्यो डाक्टर भन्ला सायद त्यो खुवाउने तरिका जानिया त्यही जान्दैन त्यही भनिएन त्यो अर्को त्यो चतुरी डाक्टरसँग गई चतुरी नै अर्को क्या नीलकण्ठे डाक्टर चौधरीले त अस्ति कस्तो गर्यो थाहा पाइ त्यहीबाट ल्याएको त्यही भएर चतुरी आएर नगई हराउँछ त्यो अरू नीलकण्ठे कहाँ गई नीलकण्ठे कहाँ यसरी खानु भने राम्रो टाउ दुखी आउँछ राम्रो खानु दिन्छ उसले अर्को तरिका भन्यो होला जा 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 म एउटा काटु गर्छु जा त्यसो भए डाक्टर साहब नमस्ते 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 बसो बसो कताबाट के कामले आयो के बिमार लाग्यो के हो टाउको दुखिएछ टाउ दुखो कहिलेदेखि अस्तिबाट यो हो अस्ति अस्पताल गएँ औषधि खायो अस्ति भिडियो पनि औषधि खाएँ भएन ए त्यसो त टाउ दुखिया पक्कै पनि पक्कै टाउ दुखेको तरिका औषधि खाने तरिका त थाहा पायो नि उहिले भन्यो नि त्यसो भए नै ए हेर ए यो औषधि यसो गरी खानुपर्छ एउटा बुझ्यौ नि उठ ए टाउ दुख्या पक्कै पनि टाउको दुखिएको कसरी खाने म त्यो सिकाइदिन्छु त यता आउनु न त्यसो भएर हो पल्ट अलि मात्र यस्तो ओह्रालो भयो क्या पाउन मैले सिकाउँछु अलि मात्र खुट्टा ठाडा ऊ यहाँ ल्या खुट्टा अलि सर अलि यहाँ अलि यता अलि छ नि खुट्टा माथि ल्याउ न माथि यसरी ठडानबाट ल तरिका जान्दा त्यो टाउ दुखिया भने ल्याउ त यस खुट्टा गरेर बेडिया हो सिधा यसरी ठाडो बनाएर खान सकिन्छ र ल यो टाउ दुखिया औषधि यता टाउ दुखी जानुपर्छ यो तल त्यो पेटतिर गयो त कहाँ ठिक हुन्छ त उहिले डाँडोले त्यही बनायो होला खाउ बनायो होला निलो यसरी खुट्टा ठडाएर खानु भने आएर मैले सिकाएँ त तपाईँ तरिका त्यो टाउ दुखिया अस्तिबाट निकुन् नै कहीँ निको भयो त्यस कारण तिमीले यसरी खानुपर्छ क्या यसो गर हो म पानी हालिदिन्छु हो यो टाउ कतातिर जान्छ टाउतिर गए पो ठिक हुने त अन्त पेटतिर गयो टाउ दुखिया छ पेटतिर औषधि जान्छ उठ 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 निल्याउ हो ल ठिक छ त्यसो गर हेर कुरा बुझ उठ 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 सुन निल्याउ ल बस बस हेर तिमीलाई राम्रोसँग सिकाइदिन्छु त्यो तरिका यो कोही नयाँ डाक्टरले के नयाँ तरिका निकाल्यो भने उसले औषधि खायो हो कि न पानीले खुल्लुकै त पेटतिर गयो पेट दुखिया भयो ठिक भयो त तपाईँ त टाउ दुखिया छ टाउ दुखिनेलाई टाउतिर जाने हुनुपर्छ औषधि त टाउकोतिर गयो त पेटैतिर गयो त खानु गयो मैले ठडाइदिएँ त टाउको तलतिर आयो यता यता गयो टाउकोतिर गयो थाहा यी लाटिरहेछ नि अब भोलिबाट तपाईँ टाउ दुख्दैन खाने तरिका टाउको दुखेको औषधि खाने तरिका त्यही हो त्यस्तरी खायो भनेपछि ठिकठाक हुन्छ अस्ति त पहिले त्यस्तो सिकाएन न त्यसले सिधै खाऊ भने सिधा खायो पानी हाल्यो पेटोतिर गयो यो पेटोतिर गयो भनेपछि टाउ दुखिया छ टाउको औषधि गयो पेटोतिर भने कहाँ ठिक हुन्छ बुझ्यो भने त्यस कारण भोलि थाहा हुन्छ आज भोलि पल्टसम्म ट्याक्कै ठिक हुन्छ यो ल यस्तै तरिकाले एक अहिले खाएर एक बेलुका खानु एक भोलि बिहान खानु 3 टाइम खानुपर्छ कुरा बुझ्यो भने टाउ